सेवारो नमस्कार, म पी मङ्क्रिमस यो दिल लिम्बूमा आएको च्यानलमा तपाईहरुले सहयोग गर्नु होला। र आज विशेष गरेर चाहिँ झापा रहनुभएका हाम्रा बहिनी हुन्छ लाजिमा लिम्बू र त्यसै गरेर सिर्जना लिम्बू र अर्जुन लिम्बूसँग चाहिँ हामी चारजना भएर गएका छौँ हामी चिया भन्ज्याङ घुम्नका लागि। यहाँ चिया भन्ज्याङमा के रहेछ त भन्ने कुरा आज घुम्न जाँदाखेरि कस्तो कस्तो भयो भन्ने कुरा म तपाईहरुलाई चिया भन्ज्याङको बाटो र सेरोफेरोहरू तपाईहरुलाई म देखाउने नै छु। र यो भिडियो मार्फत चाहिँ तपाईले हामीलाई लाइक, कमेन्ट एन्ड शेयर गरेर सहयोग गर्न सक्नुहुन्छ। र मेरो साथीहरुलाई म तपाईलाई देखाउन चाहन्छु है त। कहाँबाट आउनु भयो अरे? झापा इत्यादि राजा। र त्यसैगरी उहाँको फुपू हुनुहुन्छ हाम्रो सिर्जना लिम्बू। राशि भन्नु पर्यो। च्याङका राशि हाम्रो चेली हुनुहुन्छ। र त्यसै गरेर अब म पनि छु, म यो दिल लिम्बू, त्यसै गरेर अर्जुन लिम्बू हुनुहुन्छ, म अर्जुन लिम्बू हैन। त्यसै गरेर यहाँ अर्जुन लिम्बू हुनुहुन्छ, बिचमा अर्जुन भाइ, अनि त्यहाँदेखि यता सिर्जना, अनि त्यहाँनिर लाजिमा लिम्बू। हामी आएका छौँ र घुम्दैछौँ आज। तपाईहरुलाई यो भिडियो मार्फत चाहिँ आँची भन्ज्याङको सेरोफेरो देखाउन लागिरहेका छौँ हामी है त। हेलो, वेलकम टु गाइस। यो च्यानलमा तपाईहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु भने आज 2082 साल वैशाख आज 20 गते शनिबारका दिन हामी हाम्रो नातिनी लाजिमा लिम्बूसँग चाहिँ हामी यहाँ आज चिवा भन्ज्याङ जाने क्रममा हामी गोरुजुरी डाँडा पुगेका छौँ भने उहाँले चाहिँ मैले यहाँनिर भिडियोमा कैद गरिरहेको छु। उहाँले यो ठाउँहरू चाहिँ घुमाउन लागिरहेको छु भने म देखाउन लागेको छु। गोरुजुरी डाँडाबाट देखिने दृश्यहरू म तपाईँहरूको माझमा यसरी देखाउन लागिरहेको छु। आज लाजिमा लिम्बूसँग चाहिँ घुम्न गएका छौँ है त। नातिनी अनि फुपू अनि दाइहरूसँग घुम्न गएका छौँ, हामीले गरिदिइरहेका छौँ। यहाँनिर देखिने डाँडा चाहिँ हाम्रो बिप्लाटे डाँडा है त। यहाँदेखि हामी यसरी घुम्दैछौँ। यहाँनिर फुपू अनि लाजिमा लिम्बू अनि यहाँदेखि अर्जुन दाइ, म यो दिल लिम्बू पनि त यहाँनिर हामी आएका छौँ। आज चिया भन्ने जाने कुरोमा हामी आइसकेका छौँ है त। हस्त धन्यवाद सेवारो नमस्ते। जुन पनि हामी चुचुरा देख्न सक्छौँ, चुचुराको पल्लोपट्टि फोक्टे हो। त्यहाँदेखि उतापट्टि गएर लेफ्ट साइडमा गयो भने फोक्टे देख्न सकिन्छ। र त्यसै गरेर यहाँबाट हामी बिओपी क्याम्पलाई चाहिँ हामी चिवा भन्ज्याङमा रहेको बिओपी क्याम्प यहाँ यसरी देख्न सक्छौँ। र बिओपी क्याम्पमा सुरक्षाकर्मीहरू रहनुभएको छ र हामी आएका छौँ यहाँनिर। यसरी घुम्दैछौँ कि त हामी यहाँबाट देख्ने दृश्य तपाईँहरू माझमा म क्यामेराबाट कैद गर्न लागिरहेको छु। चिवा भन्ज्याङ बिओपी क्याम्पबाट देखिने यो हाम्रो मेजरको डाँडा हो। मेजरको डाँडा पनि घुम्नलाई अत्यन्तै रमाइलो र पूजा गर्ने ठाउँ पनि रहेको छ यहाँनिर। फोक्टेको बाटोतिर हामी जानु लागेको छ, तर आज हामी फोक्टे चाहिँ पुग्ने छैनौँ। यहाँबाट केही टिकटकहरू बनाउनको लागि र ठाउँ घुम्नको लागि फोक्टेको बाटो लाग्नेछौँ है त हामी। नेपाल देखेको छ। अब हामी जाँदैछौँ त उताबाट इन्डिया। नेपाल छ, अब यहाँ इन्डिया भन्ज्याङको सेरोफेरोमा हामी चौरी गाईहरू पनि देख्न सक्छौँ। यहाँनिर हामी चौरीहरू याकहरू पनि देख्न सक्छौँ। यहाँनिर हामी यसलाई याक भन्ने गर्छौँ, चौरी याक। विशेष गरी यो हिमाली क्षेत्रमा पाउन सकिन्छ यसले। Oh my God!
No, 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 no. No, 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 no.